दुःख र तनाव जम्मा गरिरहेका छौँ कि हामी सुख र आनन्द जम्मा गरिरहेका छौँ? हामी सुख पाउने नाममा दुःख जम्मा गरिरहेका त छैनौँ, आनन्द पाउने नाममा तनाव जम्मा गरिरहेका छैनौँ। हामी निकै महत्त्वपूर्ण समय छुट्याएको छ हाम्रो कुम्भ विकास समितिले। यो पुरै समय आजको दिन र भोलिको दिन पुरै समय यहाँहरूले समय दिनुहोला र पुण्य लाभ गरेर मात्रै समाजलाई फेरि केही दिन सक्ने बनेर यहाँबाट चाहिँ तपाईँहरू घर फर्किनुहुनेछ भन्ने सुरुमै म अपेक्षा आशा गर्न चाहन्छु र मेरो आफ्नो विषयमा प्रवेश गर्न चाहन्छु। एउटा पुरानो एउटा कथा रहेछ, त्यो कथा यहाँले पनि सुन्नुभएको छ। त्यो कथामा के हुन्छ भन्दाखेरि एकजना अब यहाँ हाम्रो स्वयम्भूको आसपास पनि यो चराहरू बेच्नेहरू छ नि त, पिंजडामा चरा राखेर बेच्नेहरू छ। अनि एकजना धर्मगुरुले त्यो चरा बेचिरहेको ठाउँमा गएर चाहिँ चरा किन्नु भएछ, सुगा किन्नु भएछ। अब यो एउटा सुगालाई मुक्त गरिदिउँ न भनेर होला उहाँले किन्नु भएछ। सुगा किनेर आफ्नो गाउँतिर लानुभएछ। उहाँको एउटा कुटी रहेछ, आश्रम रहेछ, आश्रममा लानुभएछ त्यो सुगालाई किनेर धर्मगुरुले। अनि सुगालाई किनेर त्यो सुगा त चलाक हुन्छ, सुगाले त हाम्रो कुराहरू छिटो टिप्छ। अनि धर्मगुरुले चाहिँ हरेक दिन सुगालाई एउटा मन्त्र भोकाएछ कि जसरी हामी मन्त्रहरू उच्चारण गर्छौँ विभिन्न भगवानको, त्यस्तै सुगालाई पनि एउटा मन्त्र भोकाएछ धर्मगुरुले। मन्त्र चाहिँ के रहेछ भने, हजुरले सुन्नुभएको छ मेरो आवाज, सुनेर भन्नु होला है, म अलि ठुलो बोल्छु। मन्त्र चाहिँ के रहेछ भने, सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, चारो नखानु। सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, चारो नखानु। यो चाहिँ सुगालाई के भयो, रटायो। सुगाले यति छिटो टिप्यो कि त्यो हरेक दिन भन्नु, सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, चारो नखानु। सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, चारो नखानु। मन्त्रै भयो नि 108 जप्यो उसले। 3 महिनामा त सुगा त पर्फेक्ट भएछ कि। जसरी हाम्रो पनि आमा समूहको ट्रेनिङ हुन्छ नि त होइन, अब मानी मनोको भनेर 6 महिना, 3 महिना, 1 वर्षको सुगालाई पनि 3 महिनामा हाम्रो धर्मगुरुले पर्फेक्ट त्यो मन्त्र मुखैमा आउने बनाएछ। मन्त्र के रहेछ अरे, सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, चारो चाहिँ नखानु। ल अब तालिम प्राप्त भयो, क्लास सक्यो, अब सर्टिफिकेट दिउँ न भनेर चाहिँ अनि गुरुले चाहिँ त्यो पिंजडामा बन्द गरेर राखेको सुगालाई जङ्गलमा लगेर छोडिदियो। अब तिम्रो साथीहरूसँगै बस, अब तिम्रो क्लास सक्यो भनेर उसको साथीहरू होटलमा लगेर गयो। अनि लगेर गइसकेपछि धर्मगुरुले आफ्नो आश्रममा फर्किनु भयो। अनि सुगा चाहिँ जङ्गलमै बस्यो। अब उसको त आफ्नो धेरै साथी छ क्या, अनि साथीहरूसँग दिनदिन त्यो त जान्ने भनेर गएको छ नि त त्यो सुगा त। त्यहाँ गएर फेरि पुरै जान्ने बन्यो, म जति जान्ने कोही छैन भनेर त्यहाँ पनि त्यो उसले सिकेर आएको मन्त्र हरेक दिन बोल्यो। सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, चारो नखानु। रुखैभरिको सुगाले त्यो मन्त्र कण्ठ गर्यो। अब त रुखभरि त्यही मन्त्र छ, सिकारी आउँछ, जाल फिजाउँछ, चारो हाल्छ, चारो नखानु। जङ्गलै अब त्यो मन्त्रले गुन्जायमान हो। जसरी हामी यहाँ भगवान् बुद्धका मन्त्रहरू, हाम्रो आर्य अवलोकेश्वरका मन्त्रहरू उच्चारण गर्छौँ, डोल्माका मन्त्र उच्चारण गर्छौँ, त्यसरी नै। अनि एक दिन त्यो यहाँ अघि जुन गुरुले जो सिकारीहरूबाट किनेको थियो नि त त्यो पिंजडा, अब सुगा सक्यो। फेरि सुगा खोज्न चाहिँ बोरा बोकेर त्यो सिकारी चाहिँ कहाँ आएछ, जङ्गलमा आएछ। त्यही जङ्गलमा आएछ, त्यही जङ्गलमा आयो। उसको त सधैँ अब त्यहाँ शिकार गर्ने बानी छ। अनि जालो निकाल्यो, जालो निकालेर जालो यसो बिछाउन खोजेको, रुखभरि के गर्यो त सुगाहरू करायो। सिकारी आउँछ, जाल बिछाउँछ, चारो हाल्छ, चारो नखानु। ओहो, म भर्खर आएर यसो जाल बिछाउन लागेको त रुखभरि करायो सुगा। अब सिकारी यति निराश भएपछि, ला अब सुगाहरू सबै चलाक भएछ, मलाई चिनेछ, मैले यिनीहरूलाई समातेर लगेर बेच्छ भन्ने थाहा पाएछ भनेर निराश भएर फेरि त्यो जाल बोकेर सिकारी फर्क्यो। अनि फर्किसकेपछि बाटोमा फर्किँदा त्यही अघिको धर्मगुरु भेट्यो क्या, जो धर्मगुरुले चाहिँ त्यो सुगालाई ट्रेनिङ दिएको थियो। अनि धर्मगुरुलाई तिमी किन न्याउरो मुखाएर आएको त भाइ भन्दाखेरि, बाटोमा यस्तो यस्तो अब मेरो पेसा यही हो, सुगा समात्न गएको, सुगाहरू सबैले मलाई चिनेर
रुखभरिका सुगाहरूले ल अब सिकारी आउँछ भने थाहा भयो म त त्यो हैरान भयो अनि म फर्केर आएको हजुर मेरो त पेसा त बर्बाद भयो अब यो चरा बेच्ने पेसा छोडिदिन्छु भने। अनि त्यसपछि धर्मगुरुले हाँसेर भन्नुभयो तिमीले त्यो जालो चाहिँ बिछ्या कि बिछाएन त? त्यो सुनेर मात्र फर्केर आयो कि जालो बिछाएर हेरेको छ त? मैले जालो त बिछाएर त्यस्तो कराएपछि कहाँ जालो बिछाउँछ चिनिसक्यो मलाई। होइन एकचोटि जालो बिछाएर हेर न, जालो बिछाएर पनि हेर, चारो हालेर पनि हेर न भने हो र गुरु हो भने। त्यसपछि फेरि सिकारी अहिले जङ्गलमा फर्क्यो, फेरि झ्याउ झ्याउ करायो सुगाको। के भने रे सिकारी आउँछ जाल बिछाउँछ चारो हाल्छ चारो नखानु। अब उसलाई गुरुले भनेर पठाएको छ हेरौँ त भनेर जालो झ्याप्पो पहिला जस्तै हाल्यो, चारो पनि हाल्यो, आनन्दले रुख पछाडि लुकेर बस्यो। के चाहिँ गर्दो रहेछ कराउँदैछ रुखमा, सिकारी आउँछ जाल बिछाउँछ चारो हाल्छ चारो नखानु भन्दा भन्दै 15 मिनटपछि एउटा सुगा आयो क्या। सुगा यसो नाच्दै नाच्दै आयो, ठ्याक्क ठुङ्न थाल्यो, त्यो चारो खान थाल्यो। सिकारी लुकेर हेरिरहेको छ। एउटा सुगा आयो, दुईटा सुगा आयो, तीनटा सुगा आयो, आउँदा आउँदा रुखभरि सुगा त्यहाँ जालोमा आएर के खाँदैछ चारो खाँदैछ। फेरि गीत पनि गाउँदैछ सिकारी आउँछ जाल बिछाउँछ चारो हाल्छ चारो नखानु, गीत पनि गाउँदैछ खाँदैछ। अनि सिकारीको पालो जालो स्वाट तानेर सबैलाई एक पासमा पारेपछि फेरि के गरेर उसको सधैँ जस्तै बोकेर बजारमा गयो। फेरि भित्र गाउँदैछ सिकारी आउँछ जाल बिछाउँछ चारो हाल्छ चारो नखानु। यो कथाको सार चाहिँ के हो भने हामीले पनि मन्त्र त धेरै उच्चारण गरेका छौँ होइन, धर्म देशना धेरै सुनेका छौँ, तर मुखमा राम्रो मात्र भयो, बगरीमा छुरा भनेको जस्तो हामीले आफ्नो जीवनमा पालना गरे त। त्यो सुनाले पनि मन्त्र उच्चारण मात्र गर्यो, गुरुले सिकाउनु भयो, मन्त्र उच्चारण गर्यो पर्फेक्टली, अब छै नहेरिकनै जाने उसले, तर त्यो चिजहरू जीवनमा कहिले पालना नगरेपछि फेरि पासो भयो। त्यसैले हाम्रो पनि अहिले समाजमा अब मन्त्र त खोप्नलाई त होइन होला, मलाई लाग्छ त्यति पवित्र मन्त्रहरू होइन, सकेसम्म त्यो मन्त्रलाई त मन्त्रको शक्ति यदि एकदमै मजबुत राख्ने हो भने चाहिँ मन्त्रलाई यस्तो सस्तो बनाउनु हुँदैन भन्ने लाग्छ है मलाई चाहिँ। अब हामीले अहिले मन्त्र मोटरसाइकलमा झुन्डिरहेको छ, मन्त्र गाडीमा झुन्डिरहेको छ होइन, हावामा लतपत भइरहेको छ मन्त्र, फेरि झुन्डेर कोही एक टुक्रा छैन एक टुक्रा छ। मन्त्रको पवित्रतालाई मनन गर्नुपर्छ है। जस्तै कि हाम्रो धर्मगुरु आउनुभयो, उहाँ त्यस्तो महान व्यक्तिहरू आउँदै गर्दा हामीले उहाँलाई कतिको महान ठान्यौँ या मान्यौँ त, त्यो मान्ने नमान्नेले पनि यस्ता कुराहरूमा असर गर्छ क्या। त्यसो हुनाले गर्दाखेरि चाहिँ हामीले प्राप्त गरेको ज्ञान चाहिँ रटेर मात्र हुँदैन भन्न खोजेको सुगाको कथाले चाहिँ। हामीले प्राप्त गरेको ज्ञानलाई चाहिँ हामीले आफ्नो व्यवहारमा लागू गरेन रट्यो मात्र भने चाहिँ हाम्रो हालत पनि एक दिन के जस्तो हुन्छ त, सुगा जस्तो हुन्छ र कसै न कसैले हामीलाई फसाइहाल्छ। त्यसमा त्यो नफुसोस् भन्नको लागि यस्तो अमूल्य ज्ञान दिने गुरुहरूको त्यो कार्यक्रममा सिकेका बुझेका जानेका कुराहरूलाई चाहिँ सकेसम्म हामीले व्यवहारमा पालना गऱ्यौँ भने कम्तीमा 2% 5% मात्र भने व्यवहार पालना गऱ्यो भने चाहिँ यो दुनियाँ हाम्रो सफल हुन्छ जस्तो लाग्छ। किनकि अब हामी त्यसै पनि मर्नु त छ होइन, त्यो मर्नु अगाडि कसरी मर्ने भन्ने कुरा चाहिँ सिक्नुपर्छ क्या। अब हामी धेरै ट्रेनिङमा जान्छौँ, जिउने कला भन्छ क्या, हाउ टु लिभ भन्छ, म चाहिँ हाउ टु डाई भन्छु क्या। कसरी मर्ने सिक्नुपर्छ क्या, अब कसरी बाँच्ने होइन। मान्छे कसरी मर्ने भन्ने नसिकिकन मर्दाखेरि चाहिँ मान्छे अलपत्र हुन्छ। कसरी बाँच्ने धेरैले सिकाउँछ हामीलाई, यसरी बाँच न, यसरी उयो गर न, यसरी खाऊ न, यस्तो गर न, त्यो ठिक छ, त्यो गलत भन्ने होइन। तर कसरी मर्ने भन्ने कुरा पनि सिकेन भने चाहिँ, या कसरी मर्ने भन्ने कुरा सिक्यो भने चाहिँ कुकर्म चाहिँ कम गर्छ होला जस्तो लाग्छ कि। मर्नु चाहिँ त्यसै छ नि त। त्यसैले मैले एउटा सानो स्लाइड बनाएको छु जसको शीर्षक छ जिन्दगीको खुतुर्की भनेर है। सुन्नुहोस् है, जिन्दगीको खुतुर्की। अब खुतुर्की त हामी सानैदेखि माटोको खुतुर्कीमा हाम्रो बुवा आमाले हामीलाई त्यो डबली पैसा जम्मा गर्न सिकाउनु भएको। अहिले त डबली पैसा भेट्दैन होइन, अहिले त 1 रुपियाँको नोट पनि भेट्दैन, 5 रुपियाँदेखि माथिको भेट्छ। यो जिन्दगीको खुतुर्की शीर्षकमा मैले एउटा सानो स्लाइड तयार गरेको छु, तपाईँहरूलाई सुनाउँछु, त्यसपछि म बिदा हुन्छु। किनभने योभन्दा पछाडि हाम्रो आरके सरको सेसन अत्यन्तै महत्त्वपूर्ण सेसन छ। हामीले हाम्रो जिन्दगीको खुतुर्कीमा के जम्मा गर्यौँ भन्ने कुरा महत्त्वपूर्ण हो है। जस्तै यो चाहिँ अलिकति कर्म हेतु फलसँग जोडिन्छ है। हामीले जिन्दगीमा के पाउँछौँ भन्ने कुरा चाहिँ हामीले आफ्नो जिन्दगीको खुतुर्कीमा के डिपोजिट गरेका छौँ भन्नेमा निर्भर हुन्छ क्या। तपाईँले आफ्नो खुतुर्कीमा जे डिपोजिट गरेको भोलि फुटाउँदा पाउने चाहिँ त्यही हो। त्यसै कारण हाम्रो अहिले जिन्दगी भनेको खुतुर्की जस्तो मानौँ कि, यसलाई चाहिँ एउटा बक्स जस्तो मानौँ।
र त्यो बक्समा जे जे जम्मा भएको छ, जस्तै बेइमानी जम्मा गरिरहेका छौँ कि हामी इमानदारिता जम्मा गरिरहेका छौँ। जिन्दगीभरि बुद्धका दर्शन त धेरै सुन्यौँ होइन, तर कहिले पनि बुद्धको दर्शन चाहिँ जीवनमा पालना नगरेर हामी पनि बुद्धको दर्शनको विपरीत हुने त बुद्धिस्ट चाहिँ भन्ने, आफू बौद्ध मार्गी भन्ने, तर एउटैमा नबस्ने, एउटै त्यो सिलमा नबस्ने, एउटै उहाँको त्यो जुन ज्ञानमा फलो नै नगर्ने तर बुद्धिस्ट भनेर गर्व चाहिँ गर्ने त्यो भइरहेछ कि हामीले भन्न खोजेको हामी बेइमानी जम्मा गरिरहेका छौँ कि इमानदारिता, लालच जम्मा गरिरहेका छौँ कि सन्तुष्टि। पुग्यो मलाई ठिकै छ त भनेर बसेका छौँ, ए यो पनि पुगेन, त्यो पनि पुगेन, त्यो पनि ल्याऊ, यो पनि ल्याऊ, यो गाडीले भएन, त्यो गाडी चाहियो, यति घरले भएन, त्यति घर चाहियो, 1 लाख पुगेन, 2 लाख चाहियो। अब हाम्रो समाज अहिले कस्तो छ, दान गर्यो भने पनि फेरि प्रदर्शन गर्नुपर्छ होइन। 1 दर्जन केरा काहीँ दान गर्यो भने 12वटा फोटो खिच्नुपर्छ, 12 एङ्गलबाट। दानको त कत्रो ठुलो चाहिँ महिमा छ नि होइन। दान सकेसम्म गोप्य दान हुनुपर्छ भन्छ। गोप्य दानको फल चाहिँ अत्यन्तै दुर्लभ र अत्यन्तै छिटो प्राप्त गर्छ भन्छ। अब हामीलाई फेरि देखाउनुपर्छ, मैले आज 1000 रुपियाँ दान गरेँ ओहो भनेर फेसबुकमा, टिकटकमा होइन, रिल्समा जहाँ पनि देखाउनु पर्छ, दानी हुनुपर्छ नि। साँच्चै दानवीरहरूले गरेको दान देखाउँदै देखाउँदै दान देखाएपछि हामी के हुन्छ, हामी फेरि त्यो दानसँग लालचमा बस्यौँ, त्यो मोहमा बस्यौँ कि हामी, यो म यति दानी भनेर समाजमा देखाउनु भनेको एउटा मोहमा बस्छौँ हामी। त्यसैले लालच जम्मा गऱ्यौँ कि सन्तुष्टि जम्मा गऱ्यौँ, खुतुर्कीमा भेदभाव जम्मा गऱ्यौँ कि सद्भाव जम्मा गऱ्यौँ। तिमी धनी तिमी गरिब। अहिले भोजतिर जाँदा कहिले म अचम्म लाग्छ कि अहिले पनि, अनि धनी धनीको ज्ञान चाहिँ एकतिर हुन्छ क्या, गरिब गरिबको एकतिर, महँगो महँगो साडी लाउने एकतिर होइन, अनि गहना झ्याप्पै लाउने एकतिर बसेर खाइरहेको हुन्छ। त्यो आफैले आफ्नो ग्रुप निकाल्छ नि, आफैले त्यो भेडासँग बाख्रासँग भने जस्तो आफैले ग्रुप छुट्याउँछ नि। यो भनेको विभेद हो। हामी जति शिक्षित, यस्तो भगवान बुद्ध जस्तो जन्मेको देशमा हामी अझै पनि विभेदकारी समाजमा छौँ। भगवान बुद्धले हामीलाई उहाँको शरीर छोडेर जानुभएको 2500 वर्ष हुँदा पनि हामी ज्ञानी हुन सकेन। 25 वर्ष भएको होइन, 2500 वर्ष हुँदा पनि हामी उहाँको ज्ञानलाई जीवनमा पूर्ण रूपमा पालना गर्न नसक्नु पनि कता कता हामी कतै कतै भड्किरहेको हो कि हाम्रो चाहनै अर्को हो कि होइन, यो कुरा चाहिँ बुझ्नु जरुरी छ। एउटा प्रवचन कार्यक्रममा सुनिरहेको थिएँ, एकजना गुरुले भन्दै हुनुहुन्थ्यो, संसारमा चाहिँ अध्यात्मले मान्छेलाई मुक्ति दिन्छ अरे, धर्मले मान्छेलाई बन्धनमा राख्छ अरे। अब यसको डिटेल हाम्रो आर्य सरले गर्नु होला, उहाँको यस विषयमा धेरै मैले प्रवचन पनि सुनेको थिएँ यस्तै यस्तै विषयमा, अध्यात्मको विषयमा। मान्छेलाई चाहिँ आध्यात्मिक भयो भने पनि सबै चिज छोड्न मन लाग्छ कि, मतलब लोभै हुँदैन। धार्मिक कुरा भने चाहिँ बन्धनमा राख्छ कि, यो पनि त्यो पनि नियम पालना, माला लगाऊ होइन, यो जप, यो खानु हुन्छ, यो खानु हुँदैन, यसो गर्नुहुन्छ, यसो गर्नु हुँदैन। धर्मले चाहिँ एउटा बन्धनमा राख्छ भन्छ, अध्यात्मले चाहिँ हामीलाई मुक्त गर्छ। त्यसैले भगवान बुद्ध चाहिँ धार्मिक भन्दा पनि आध्यात्मिक हो जस्तो लाग्छ कि मलाई चाहिँ, किनकि उहाँले त सारा चिज छोड्नु भयो है। आफ्नो त्यत्रो क्रियात्मक जीवन, त्यत्रो वैभवशाली दरबार, छोरा छोरी, एउटा सामान्य वस्त्रमा जीवन जिउनु भयो भनेपछि उहाँ जस्तो आध्यात्मिक र उहाँ जस्तो त्यागी त उहाँकै अनुयायीहरू पनि बन्न नसकेको हो कि जस्तो लाग्छ मलाई चाहिँ है। जीवनको खुतुर्कीको कुरा गर्दैछु म। र अर्को छ, अन्तमा दुःख र तनाव जम्मा गरिरहेका छौँ कि हामी सुख र आनन्द जम्मा गरिरहेका छौँ। हामी सुख पाउने नाममा दुःख जम्मा गरिरहेका त छैनौँ, आनन्द पाउने नाममा तनाव जम्मा गरिरहेका छैनौँ। हामी महिनामा यति कमायो भने चाहिँ आनन्द होला भन्छ, फेरि त्यति कमाएपछि ओहो पुगेन, त्योभन्दा माथि कमाउनु पायो भने झन् आनन्द होला भन्छ। त्यो भन्दा 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 कपाल फुल्छ, अनुहार चाउरी पर्छ, त्यसपछि सुगर बढ्छ, प्रेसर बढ्छ, घुँडा दुख्न थाल्छ, थचक्क परिन्छ। एक दिन त जाने हो भन्दै जानुपर्छ। तर त्यो मान्छेले आनन्द पाउनु त्यो अन्तिम समय पनि गर्न पाउँदैन। त्यसैले म चाहिँ के भन्छु भने जिन्दगीमा आनन्द खोज्ने नाममा बाँच्नै चाहिँ नबिर्सौँ के। प्लेनमा चढेको छ होइन, डराइ चढेको छ, त्यो डराउँदा डराउँदै एयरपोर्ट पुगिसक्यो, त्यो प्लेनभित्रको बादलको आनन्द लिनै पाएन कि। त्यो बादल, त्यो त्यहाँबाट देखेको हिमालको आनन्द पनि लिन्छ। ओहो डराउँदा डराउँदै एयरपोर्टमा ओर्लिसकेको छ। गाडीमा गयो, यात्रा गर्दै फोकिएला कि झर्ला कि भन्यो, दायाँ बायाँको सिन हेर्नै बिर्स्यो। त्यस कारणले हामी यसरी धर्म देशना कार्यक्रममा बस्दा होस् या खाना खाँदा होस्, जे गरेको छ त्यसमा आनन्द लिउँ न। पानी खाँदा पानीको आनन्द, आहा कति निर्मल कञ्चन
पवित्र चिज मेरो शरीरमा छिर्दैछ भने पनि तपाईँलाई आन्द्राको काँटा सबै याद हुन्छ। किन तपाईँ पानीभित्र डुब्नु भयो तपाईँलाई आफ्नो पानी बगेको थाहा हुन्छ क्या। अब पानीमा मुखमा पानी छ, ध्यान दसतिर छ, कति बजे सकिने होला, भाषण त लामै गऱ्यो, मेरो यहाँ जानु पर्ने थियो, खाना खाने टाइम हो, औषधि पनि बेला हो, फल्ना मान्छे भेट्न आउँछ भने त्यो पानी चाहिँ खाँदैछ भने पानीको स्वादै भयो। खाना खाँदा खानाको स्वाद लियो, यसरी सुन्दा सुन्नेकै मजा लियो, सुत्दा सुत्नेकै मजा लियो क्या। सुत्नेको मजा लिनुभयो भने सपनै देख्दैन तपाईँले, सपना त्यसले देख्यो जो सुतेकै छैन। चिर निद्रा भन्छ नि, आनन्द चिर निद्रा त फेरि मर्नेलाई भन्छ होला होइन। राम्रो डिप स्लिपमा जाने मान्छे हो भने चाहिँ उसले सपना खासै देख्न सक्छ। सपना त हामी कम घुम्छौँ त, फुर्सदै छैन नि त। त्यस कारणले अहिले म बोलिरहेको छु, मैले बोल्नेमा आनन्द लियो, मजाले बोल्ने प्रयास गर्ने सकेसम्म। अब कोही बाहिर पकाइरहनु भएको होला, हेर्नुहोस् त उहाँले आनन्दले पकाइदिनुहोस् त खाना कति मिठो हुन्छ। ज्याला कति पाउने हो थाहा छैन भने पनि खोर्सानीको बढी हुने हो कि छेउको नुनको बढी हुने हो कि त्यो आनन्द छैन नि त। अब अहिले हाम्रो बच्चाहरू किन बढी नै छुच्चो भइरहेछ, आमाले छुच्चो तरिकाले खुवाइरहेको हुन्छ। कोही कोही पास हुने होइन, स्कुल गएको छ, महिनामा 30,000 तिर्नु परेको छ फी भन्दै हर्लिक्स पाइरहेको छ। त्यो हर्लिक्समा मन्त्र पनि मिसाएर दियो क्या हामीले। के मन्त्र? पास हुने होइन, आज पास हुने होइन भन्दै हर्लिक्स पायो, भोलि पनि पास हुने होइन भन्दै हर्लिक्स पायो। 365 दिन पास हुने होइन भन्दै हर्लिक्स पाएको छ। 365 मन्त्र त त्यहाँ ग्लासमा मिस्यो नि। अनि वर्षको लास्ट फाइनल इक्जाम दिँदा छोरा पासै हुँदैन, किन आमाले मन्त्र पाएको छ। त्यसैले हामीले हरेक चिजमा सकारात्मक सोच्नु जरुरी नै छ क्या। कपाल कोर्दा पनि मजाले कोरौँ होइन, लुगा लाउँदा आनन्दले लाऊ, हिँड्दा आनन्द। भगवान्को त कसरी हिँड्नुहुन्छ हेर्नुहोस् त, आनन्दले त्यो भूमिको स्पर्श गरेर कि त्यो भूमिको पनि पाइतालामा फिल गरेर हिँड्नुहुन्छ क्या। दुबोमा हिँड्दाखेरि दुबोको पुरै आनन्द लिनुहोस् त, तपाईँले प्रेसर सुगरको समस्या नआउन सक्छ होइन। हरेक चिजमा आनन्द। हाम्रो शेर्पा गुरुङले भन्दा अगाडि यो किताब थियो प्रत्येक श्वासमा आनन्द भन्ने, उहाँको त्यो किताब चाहिँ मैले धेरै ठाउँ वितरण पनि गरेको छु। त्यो शीर्षकले नै पुग्यो क्या, प्रत्येक श्वासमा आनन्द। हामीले लिने हरेक श्वासमै आनन्दपूर्वक लियो भने यो नै अन्तिम सास हो है, एकछिनपछि नआउन सक्छ भनेर लियो भने त्यो सासमा जति मिठो, त्यो सासमा जति आनन्द काहीँ पनि हुँदैन। अब हामी के सोच्छौँ, सास त बाँकी नै छ नि, अर्को वर्ष पनि बर्थडे मनाउनु पर्छ बाँकी छ भन्यो, अनि हामी यो सासहरूको आनन्द लिन छोड्छौँ क्या। त्यसैले गर्दा जिन्दगीको खुजुर्कीमा हामीले के जम्मा गरिरहेका छौँ, भोलि खुजुर्की फुटाएपछि पाउने चाहिँ के हो त, त्यही हो। त्यसैले सुगा जस्तो रटेर मात्र बस्ने नबनौँ। हामीले रटेर मात्र बस्यौँ भने चाहिँ हामीलाई एक दिन मान्छेले अथवा कसैले हामीलाई प्रयोग गर्न सक्छ। त्यसैले अन्तिम लाइन तपाईँलाई भनेर म यहाँबाट बिदा हुन्छु। भोलि मैले कस्तो फल पाउने होला भनेर चिन्ता गर्नुभन्दा आज मैले कस्तो कर्म गर्ने होला भनेर चिन्तन गर्नु पर्यो। चिन्ता र चिन्तनको भिन्नता। भोलि मैले कस्तो फल पाउने होला, मेरो जिन्दगी कस्तो हुने होला भोलि भनेर पिर लिएर बसेर चुरोट तानेर हुक्का तानेर है, होटेलमा आज केटा हेर्नुहोस् त, भर्खरका युवाहरूको सबभन्दा फेसन बनेको हुक्का। हुक्का त अब के भयो, हुक्का भनेको खानेकुरा भयो क्या। अब चाहिँ धुम्रपान भएन। जसरी केक कस्तो भइरहेछ, केक हाम्रो संस्कार हेर्नु पर्दैन नि त, तर केक अनिवार्य भयो नि त। आमाको मुख हेर्दा, बुवाको मुख हेर्दा, श्रीमानको मुख हेर्दा, श्रीमतीको मुख हेर्दा, पसल खोल्दा, पसल खोल्दा अब मर्ने बेला मात्र काट्न पाइन्छ केक चाहिँ। आज फल्नाको मृत्यु भएको उपलक्ष्यमा केक काट्यो भने केक हाम्रो संस्कार होइन, तर हाम्रो संस्कार जस्तो बनाइदियो नि त। हाम्रो छोरीचेलीको विवाह हुँदाखेरि अहिले के गर्छ, त्यो माथिबाट घुम्टो यसो हेर्छ, त्यो हाम्रो संस्कार हो। हामीलाई कसले सिकायो? मोबाइलले सिकायो हामीलाई। हामी त्यसमा मजा छौँ। हाम्रो आफ्नो पहिचान गुम्दै गयो कि भन्नेमा चिन्ता छैन कि नयाँ कुरा के त्यसलाई एक्सेप्ट गराउनु भन्नेमा मात्र हाम्रो ध्यान छ। हामीले आफ्नो चिजमा आनन्द लिन जानेन भने, आफूले गरेको कर्मको फलको चिन्तन गर्न जानेन भने चाहिँ कर्मको फलले हामीलाई एकदिन नराम्रोसँग पेल्छ। त्यसैले जस्तो कर्मको बिउ रोप्यो सोही अनुसारको फल फल्छ। फल बदल्नु छ भने चाहिँ के बदल्नु पर्छ होला, फल बदल्नु छ भने चाहिँ कर्म बदल्नु पर्छ। फल बदल्नु बदलेर सक्दैनौँ। हामीले कागती सुरुमा रोपेको छ भने त हामी आशा पनि कागतीकै गरौँ के, कागती रोपिदिने अनि हरेक ज्ञानमा यसमा आँप फल्छ, यसमा आँप फल्छ भन्दै
आँप बन है तिमी भन्दै बिहान लिएर म जस्तो मान्छे ल्याएर ठुल्ठुलो माइकमा मोटिभेसन दिइरहेको छ के कागतीलाई कागती तिमी चाहिँ आँप बन्नुपर्छ है उसले आफ्नो गुण देखाउँछ। त्यसैले हामीले कुकर्म गरेका छौँ भने तपाईँले फल भोग्न चाहिँ तयार हुन्छ है। सुकर्म गरेको छ भने फल भोग्न तयार हुनै परेर आइहाल्छ। कुकर्म गरेको छ भने पनि मेरो कुकर्म चाहिँ काहीँ न काहीँबाट छल्छ भनेर नगर्नु, त्यसको हिसाब किताब तयार छ। भगवानको चाहिँ एकाउन्टेन्ट छैन कि भगवान आफू सर्वोपरि हो, उहाँले राखेकै हुन्छ। जाँदा जाँदै लास्टबाट सानो कथा सुनाउँछु जान्छ कथा चाहिँ हामीलाई बचाइदिनु मनपर्छ होइन। अनि एकजना जमिनदार रहेछ निकै धनी। जमिनदारको घरमा चाहिँ एकजना जमिनदार घरमा चाहिँ गाउँका सबै मान्छे जाँदो रहेछ पैसा माग्नको लागि गरिबहरू। अनि जमिनदार यस्तो जमिनदार रहेछ कि जति माग्यो त्यति दिने कि जति माग्यो त्यति दिने। अनि दिनु अगाडि चाहिँ एउटा कुरा गर्दो रहेछ कि जमिनदारले, तपाईँ यो जन्ममा तिर्नुहुन्छ कि अर्को जन्ममा भनेर सोध्दो रहेछ कि जमिनदारले। कस्तो खतरा प्रश्न हो नि त, तपाईँ यही जन्ममा तिर्नुहुन्छ कि अर्को जन्ममा भन्दो रहेछ। अनि जे भनेको त्यो पैसा दिने, सोध्ने मात्र क्या, त्यो चाहिँ सोध्ने मात्रै। अनि त्यसपछि एकजना चोर गएछ कि त्यो घरमा। चोर पनि आज म पनि माग्न जानु पऱ्यो भने चोर एकदम लाइन बसेर अनि माग्न जाँदाखेरि उसले के चलाखी गर्यो भने यो जन्ममा तिर्छु भन्यो भने त तिर्न सक्दैन, अर्को जन्ममा तिर्छु भन्ने अनि झ्याप्पै ऋण लिने भनेर गएपछि अनि सबैको लाइन सक्यो। उसको पालो आएपछि उसले चाहिँ जमिनदारले सोध्यो, बाबु तिमी कति चाह्यो यति, कहिले तिर्छ त बाबु, यो जन्ममा कि अर्को जन्म भनेपछि ऊ त अघि नै प्लान बनाएर गएको छ, अर्को जन्ममा तिर्छ हजुर भन्यो। ल कति चाह्यो यति भनेपछि त्यो धन राख्ने ठाउँमा लगेर गयो जमिनदारले। भित्र हेर्छु त घरभरि सुन चाँदी पैसा दिएको, अब झन् लोभ मलाई उसलाई। ल अब त यति पैसा लिएर त हुँदै भएन नि, यति चाहिँ खाएर जाउँ भरे आएर घरै फुटाउने हो भन्ने प्लान गरेर त्यो मागेको पैसा लिएर घर गएपछि बेलुका नहुन्जेलसम्म पुग्यो। यहाँ जानुपर्छ भनेर आफ्नो हात हतियार बोकेर त्यो चोर गयो जमिनदारको घरमा। गइसकेपछि चाहिँ अब जमिनदारको घर पहरेदार पनि होला, पुलिसहरू सिपाहीहरू होला होइन, घरभरि उज्यालो। ऊ भित्र छिरेको छिर्नै सकेन, त्यो धनसारमा चाहिँ धन राख्ने ठाउँमा छिर्नै सकेन। अनि कुरेर बस्यो कि कहिले चाहिँ यो चौकीदारहरू सुत्ला र म छिर्छु भनेर कुरेर बस्यो। अनि त्यो कुरेर एउटा अँध्यारो ठाउँ बस्दै गर्दा चाहिँ गुनगुन आवाज सुन्यो कि उसले। दुईजना मान्छे कुरा गरेर आवाज सुन्यो। ऊ चाहिँ यसो कान नजिक लगेर कहाँ होला त को यो अँध्यारोमा कुरा गरिरहेको छ भन्दै हेर्दै जाँदा चाहिँ त्यो जमिनदारको त्यो घरमा गोठ रहेछ। गोठमा दुईटा भैँसी कुरा गरिरहेको थियो कि। अब कथामा त भैँसी पनि बोल्छ नि त भन्न पायो नि, होइन आएको छ कथामा भैँसी बोल्छ चरा बोल्छ भन्न पायो नि त। अनि त्यसपछि त्यो दुईटा भैँसी मजाले गफ गरिरहेको छ अँध्यारोमा। त्यो चोर चाहिँ नजिक गएर सुन्यो। अनि एउटा भैँसीले सोध्यो, त्यो पुरानो भैँसीले सोध्यो कि नयाँ भैँसीलाई। दुईटा भैँसी रहेछ, पुरानो र नयाँ रहेछ। अनि पुरानो भैँसीले सोधेछ नयाँ भैँसीलाई, ओहो तिमी त नयाँ आएछौ भर्खरै, ल स्वागत छ है हाम्रो गोठमा भनेर पुरानो भैँसीले। अनि फेरि नयाँ भैँसीले सोध्यो पुरानो, अनि हजुर चाहिँ कहिलेदेखि नि यहाँ भनेर कि म त 5 वर्ष भयो नि यहाँ आएको भने। कसरी यहाँ आइपुग्यो भन्दाखेरि एकजना व्यापारीले मलाई यहाँ बेचिदियो अनि यहाँ आएको। अनि यहाँ आउनुको पछाडि त मेरो अर्कै कहानी छ नि भनेछ त्यो भैँसीले। के कहानी होला भनेर त्यो नयाँ भैँसीले सोध्यो। अनि पुरानो भैँसीले के जवाफ दियो भने यसको बाउसँग मैले पैसा सापट लिएको थियो। यसको बाउले मलाई के सोधेको थियो भने यो जुनीमा तिर्छौ कि अर्को जुनीमा तिर्छौ भनेर सोधेको थियो। मैले चाहिँ अर्को जुनीमा तिर्छु भनिदिएको, यो जुनीमा म भैँसी भएँ, अब पैसा तिर्न सकेन। अब अहिले 5 वर्ष भयो यहाँ म दुध दिइरहेको छु, दुध दिँदै पैसा ऋण चुकाउँदैछु म भनेर त्यो भैँसीले नयाँ भैँसीलाई भन्यो। 5 वर्ष भयो मैले आफ्नो दुध मार्फत के चुकाउँदैछु त ऋण चुकाउँदैछु। त्यो चोर त्यहाँ लडाउ कि मर्नु भयो। अब आफूले लिएको ऋण भैँसी बढेर भए पनि चुकाउनु पर्ने रहेछ। लौ न मैले त अघि दिउँसै थापिसकेँ पैसा त अर्को जुनीमा दिन्छु भनिसकेँ। कथा है मेरो कथा। त्यसपछि अब कहिले बिहान होला भन्ने सोचेर बस्यो। सर्लङ्ग बिहान हुने बित्तिकै सबभन्दा पहिला नै जमिनदारको त्यो कोठामा गएर प्रभु मैले गल्ती गरेँ, हजुरको यो पैसा म फिर्ता दिन्छु, मलाई चाहिँ तपाईँको गोठको भैँसीले आँखा खोलिदियो, मैले त अलिकति छल गर्न खोजेको थिएँ, म चाहिँ यो ऋण लिन यो ऋण सहन सक्दिनँ भनेर त्यो लिएको ऋण त्यहीँ फिर्ता गरेर त्यो ज्ञान आर्जन गर्थ्यो। भैँसीको कथाबाट ज्ञान आर्जन गरेर चाहिँ त्यो मान्छे फर्केछ।
भन्न खोजेको चाहिँ कर्म हेतु फल चाहिँ त्यो जन्म जन्मान्तरसम्म भए पनि हामीले विभिन्न रूपमा भए पनि चुकाउनु पर्ने रहेछ भन्न खोजेँ। कथा है फेरि अब यो कथामा कतिको सत्यता छ त्यो त अब त्यो हाम्रो फेरि छानबिन समिति गठन गरौँला होइन, छानबिन समिति गठन गरेर मन्त्री परिषदमा लगेर निकालौँला यति भन्दै यहाँले मलाई झेलिदिनुहोस्, सुनिदिनु भयो र मलाई त्यो संस्थाले बोलाइदिनु भयो हरेक वर्ष जस्तै, त्यसको लागि संस्थालाई धन्यवाद। र त्यति शान्तपूर्वक सुनिदिनु भएको सम्पूर्ण गुरुवरहरू, आमाहरू, दिदीबहिनीहरू, हाम्रो अग्रज व्यक्तित्वहरू सबैलाई धन्यवाद दिँदै बिदा हुन्छु। जय हो।